हेलो गाइज नमस्ते। आज चाहिँ म तपाईहरुलाई एकदमै नयाँ चीज देखाउन गइरहेको छु। आज चाहिँ पानी परेको छ घाम लागेको समयमा अनि इन्द्रेणी पनि मज्जाले देखिएको छ आज है त। मज्जाले इन्द्रेणी देखिएको छ आज। यो चाहिँ हाम्रो पाल्पाको रम्बा गाउँपालिका वडा नम्बर 2 फोक्सिङकोट बेलौंजाबाट देखेको यो इन्द्रेणी हैन। घाम पनि लागिरहेको छ र पानी पनि सिमसिम परिरहेको छ। एकदमै मज्जाले इन्द्रेणी देखिएको छ आज है त। मैले जुम गरेर तपाईहरुलाई देखाइरहेको छु। आज यस्तो राम्रो अवसर मिल्यो है त इन्द्रेणी देखेको। आज पानी पनि परिरहेको छ। एकदमै गर्मी थियो हैन, धेरै दिन भएको थियो एकदमै गर्मी भएको र आज चाहिँ बिहान पनि पानी परेको थियो र राति पनि पानी परेको थियो र दिउँसो चाहिँ घाम लागेको थियो र अहिले चाहिँ एकदमै मजाले घाम लागेको बेलामा पनि पानी सिमसिम परिरहेको छ र एकदमै शीतल आनन्द छ। त्यसैमाथि इन्द्रेणी पनि है त। इन्द्रेणी यस्तो मजाले देखिरहेको छ। अहिले चाहिँ बिस्तारै बिस्तारै हराउँदै छ हैन। इन्द्रेणी मजाले देखिरहेको छ। तपाईहरु पनि देख्न सक्नुहुन्छ हैन। मैले जुम गरेर देखाइरहेको छु। एकदमै रमाइलो छ। यो पारी माथिको यो अहिले देखिएको यो देखिएको चाहिँ यसमा चाहिँ अस्ति पाल्पामा एर्सा गुम्बा भेटिएको भन्ने यो डाँडोमा हो हैन। तपाईहरुलाई म जुम गरेर देखाउन गइरहेको छु। पानी परिरहेको छ। यतिखेर चाहिँ यो डाँडामा चाहिँ पाल्पाको फोक्सिङकोट र पिपल डाँडाको आधी भाग पर्छ। यसमा चाहिँ एर्सा गुम्बा भेटिएको भन्ने चाहिँ यही डाँडामा हो हैन। यसमा चाहिँ एउटा पर्यटन विकास गर्नको लागि केही संरचनाहरू भौतिक संरचनाहरू निर्माण हुँदैछ र त्यहाँ टिमुर डाँडा भन्नेमा पनि एउटा राम्रो भौतिक संरचनाहरू टुरिज्म एरियाको लागि त्यहाँ बनाउँदैछ। यो डाँडामा चाहिँ अस्ति भर्खरै एर्सा गुम्बा फेला परेर त्यो चाहिँ एर्सा गुम्बा नै हो भन्ने कुरा पनि ल्याब टेस्टबाट प्रमाणित भइसकेको छ। अहिले चाहिँ पानी परेको एकदमै शीतल छ हैन। इन्द्रेणी पनि बिस्तारै बिस्तारै हराइरहेको छ। मजाले यस्तो राम्रो दृश्य देखिरहेको छ अहिले यो पानी पर्दा मजाले हैन। एकदम शीतल पनि छ के आज। यस्तो राम्रो यो नेचुरल भ्यू यस्तो दामी देखेको छ हैन त। यो बादल यस्तो यो हरियो डाँडामाथि बादल यस्तो मजाले देखिएको छ। आहाहा यो चाहिँ हैन वास्तवमा एउटा नेचुरल प्राकृतिक सौन्दर्यता भनेको एकदमै राम्रो हो कि हैन। अहिले चाहिँ हरायो है त। अहिले चाहिँ इन्द्रेणी हरायो। यस्तो मजाले देखिरहेको छ। यो चाहिँ हाम्रो उतै त यो स्याङ्जा साइड हो हैन। स्याङ्जाको यो चाहिँ पोखरा साइड पर्छ। यहाँबाट हाम्रो माछापुच्छ्रे पनि मजाले देख्न अवलोकन गर्न सकिन्छ। अहिले चाहिँ देखेको छैन, बादल लागेको छ। बिहानको समयमा चाहिँ एकदमै मजाले हामीले माछापुच्छ्रेको दृश्य पनि अवलोकन गर्न सक्छौँ। यस्तो राम्रो देखिएको छ अहिले चाहिँ है त। साथीहरू तपाईले कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो? यदि तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने कृपया लाइक शेयर अनि कमेन्ट र एकदमै मन पर्छ भने सब्स्क्राइब पनि गरिदिनु होला हैन। सब्स्क्राइब गरेर मेरो च्यानलमा जोडिन सक्नुहुनेछ। अहिले चाहिँ इन्द्रेणी हरायो हैन। इन्द्रेणी हराइसकेको छ बिस्तारै बिस्तारै। एकदमै सुरुमा चाहिँ राम्रो देखियो। म केही समयपछि के सुरुमा खिचेको भए अझै राम्रो देखिने थियो, स्पष्ट देखेको थियो हैन। नजिकै एकदमै राम्रो क्लियर थियो। अहिले चाहिँ हराइसकेको छ र अब चाहिँ अर्को भिडियोमा भेटिनेछु हैन। मैले भनिसकेको छु। तपाईलाई यदि मेरो भिडियो मन पर्छ भने कृपया सब्स्क्राइब गरेर मेरो च्यानलमा जोडिन सक्नुहुन्छ र हामी चाहिँ अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद। नमस्ते।